नि बाबु केही भएको छैन निदाउन थाल्नु हिजो दिउँसो बारी अब हामी भएर हैन हाइवेबाट हिँड्न थालेको छौँ निदाउँछ सुरुमा होइन निदाएपछि यतिकै निदाउनु दिनुपर्छ अब दुईजना मान्छेले भिडियो गरिरहेछ युट्युबरहरू त चाहिँ होइन पछाडि दुईजना मिस्टर क्यामेराम्यान मुभी गर्दैछ रिसुक्दै बसिरहेछ एउटा चाहिँ भन्दै आत्तिँदै आएको त्यो पल्लो घर गाडी पुरै उछ गरेपछि मोबाइल उठिकेर जाला म त उडी गइहाल्ला मेरो दाँत दुखो भएको छ गाडी उडी गएको जस्तो लाग्यो नि यता पछाडि धन औफा छ होइन झन् साह्रो उफा छ नि खन्द्राङ बज्छ होला बुबुले कस्तो साह्रो कस्मिला कि भाइले तपाईँ लडेको कुरा सुनाइसक्यो पक्रिँदैन हौ पक्रेको छु उस्सु लागेको होइन उस्सु पनि देखिँदै रहेछ त कहाँ हिँड्नु त यो बाटोमा त राति त मान्छे बहिरो हुन्छ होला कसको टाउको ठोक्यो मेरो पनि टाउको ठोक्यो हामी बिस्तारै हिँड्दै गर्दा हामी यसरी बसिरहेको छौँ कि अहिलेको यो चाहिँ अलिकति भयो यसरी बसिरहेको छौँ कि एम्बुलेन्समा अनि हेर हाम्रो फुपूको मस्तले सुतिरहेको बेलामा क्या यतातिर होइन यतातिर फुपू मस्तले सुतेको त्यो बोल्नुभन्दा धेरै हाँस्ने चाहिँ त्यो ब्लगर हुँदैन है क्याटी मैले भ्लग गरेको होइन रेकर्ड मात्रै गरेको के पो उपाय गरे अति पो नगर्नु त्यो पलागेर बोल्नु चाहिँ कस्तो भित्तीको जस्तै कुरुक्क यहाँ भिडियो गर्दै हुन्छ के होइन भित्तीको जस्तै उफ्रेर अघि यताउता गरेर उठेर होइन त्यहाँदेखि कहाँको यो
शङ्खा लागेको छ उता पनि मान्छे सुतेको छ मतलब ड्राइभरहरू भयो उता मेरो विनी सुतेको छ कसरी बोल्नु हो कसरी ढुङ्गै ढुङ्गा छ क्या रोडमा छ त्यसकोले छैन ढुङ्गै ढुङ्गा छ त्यस्तो भएको क्या त्यसैले भिडियोमा कति मुभमेन्ट आएको गरेको जस्तो होला है घर आयो यसरी देखाउनु त होला तिमीहरूले नि राम्रो गरेछौ यो पनि कान्छाहरूको हो यहाँदेखि उता चाहिँ हाम्रो पहिलादेखि के त फरक छ र केही न केही मलाई चाहिँ हेर्नु त मेरो सेवाएर